हेलो हजुर दाई नमस्ते। हेलो हेलो हजुर हजुर दाई नमस्ते। रवि चुडेल दाई बोल्नु भएको छ? हजुर बोल्दैछु। नमस्कार। को बोल्नुभयो? कहाँबाट नमस्ते दाई बोल्नुभयो? नमस्ते। कति गाह्रो भयो तपाईँसँग कन्ट्याक्ट हुनलाई है। हजुर हजुर किन सन्चै फोन गर्नुभयो होला कुन्नी? ए दाई मैले एउटा कुरा सोध्नलाई फोन गरेको कि तपाईँलाई। तपाईँले हजुर एउटा कुन मिडियामा कि कुन उसँग युट्युबरसँग हो कि कोसँग तपाईँले भन्नुभएको रहेछ बालेनले जित्यो भने बालेनको कुनै के खान्छु भनेर भन्नुभएको रहेछ। त्यो काम चाहिँ कहिलेबाट सुरु गर्नुहुन्छ त? यही भन्नेलाई फोन गरेको तपाईँले? हजुर यहाँ सबै जनता जान्न चाहेको छन् जनताले होइन। कतिजनाले सोध्नु सोध्नु भन्नुभएको थियो अनि त्यही भएर तपाईँलाई धेरै मुस्किलसँग कन्ट्याक्टमा ल्याएँ मैले है। अब तिमीहरूको अरू काम छैन? किन तपाईँको काम छैन? बेला न कोही बेलामा तपाईँले जे मन लाग्छ त्यही बोलेको कुरा प्रश्न पुरा सोध्दिनु। गर्ने कि नै? तपाईँले बोलेको कुरा पुरा गर्ने कि नै? तपाईँले आफैले बोले होइन मैले बालीले बोलेको जित्यो कुरा भने पुरा गर्नै बालीको पर्छ ऊ भन्ने खान्छु छ? भन्नुभयो होइन? हजुर किन पर्दैन? के भने नि अब चुनावको बेलामा मैले बोलेको कुरा सबै पुरा गर्नुपर्ने छ र? त्यति मान्छेले जिस्काउनु फोन गर्ने लाज लाग्दैन तिमीलाई? के को लाज लाउने? जिस्काउन फोन गरे होइन। तपाईँले बोलेको कुरा तपाईँले पुरा गर्नुपर्छ। चुनावको बेला जे पनि बोल्नु शराब नि। दिउँ अहिले अहिले शराब दिउँ अहिले यहाँबाट के तिमीलाई शराब शराब दिने दिउँ नि? फेरि? तपाईँले बोले होइन? बोलेको कुरा पुरा गर्नु पर्दैन? मैले कहाँ बोलेँ? मैले बोलेको होइन ल जा। कस्तो बोलेको होइन? यहाँ सबैले सुनिरहनु भयो। तपाईँलाई मैले यहाँ रेकर्ड गरिरहेको छु। मैले होइन भन्ने बोलेको काट्दिएँ